गाइज वेलकम टु माई ब्लग। आज हामीहरू यहाँ सिकारमा भेला भएको छौँ गैरीधारा र हाम्रो इभेन्ट स्पार्क एडभेन्चर इभेन्ट गेटवे टु एभरेस्टको लागि हामी भेला भएको छौँ। आज यहाँ सबैजना गेस्टहरू सबै आइरहेका छन्। पाहुनाहरू सबैलाई यस समयमा हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। अबको केही समयमा हामी हाम्रो गन्तव्यतर्फ अगाडि बढ्नेछौँ। जति पनि पाहुनाहरू भर्खरै यस प्राङ्गणमा आइसक्नु भएको छ, यस स्पार्क एडभेन्चरको तेस्रो संस्करणमा गेटवे टु एभरेस्ट फिलोसफी स्लोगनको साथमा हामी सोलुखुम्बुको कप्ताली नजिक गौरीटारतर्फ हामी प्रस्थान गर्नेछौँ। अब हामी स्पार्क एडभेन्चर अर्गनाइज गरेको गेटवे टु हेभन ट्रिप चाहिँ स्टार्ट गर्नेछौँ। यहाँबाट सम्पूर्ण सबै राइडर्सहरूलाई शुभकामना छ। सेफली ड्राइभ गरौँ र आफ्नो गन्तव्यमा पुगौँ। गुड लक। शुभयात्रा है। धन्यवाद। राम्रोसँग ख्याल राख्नु हरेक समयको हरेक मोलगढमा तपाईँको क्वालिटी बिच रहेछ। अरू गाडीहरू पनि छन् होइन? छ सबैजना त्यही हो। लन्च लाइन अप नै हो। लन्च त्यही नै हो। सबैमा भरि भरा हो मान्छे। भरि भयो भने पठाओ, खाली भयो त सबलाई रोक्दै हाल्दै पठाएको। मैले रिक्वेस्ट गरेर बाहिर निकाल्नु कि कटाउ सबलाई अरू गाडी हाल्नु होइन साउन्डले गर्दा ल गाइड्सहरू हामी मुलकोट आइपुगेको छौँ। के छ साहिल, कति आइपुग्यो? हामी त 10 मिनट जति भयो आइपुग्यो हो र? सँगसँगै भएर हामी त्यहाँ एकछिन बस्यो। त्यहाँ एकछिन यसो हल्का खालको भोग लाग्यो। यसो खानेकुरा खा हो र? अहिले फलफुल हो र? फलफुल होइन, खानेकुरै खाइदिए खानेकुरा यसो चिसो बिचमा के भ्लगिङ गर्छ त पुरै। ए बेच्नु त जानु दाइ। ओ जर्नी के हो त चिप्लिँदै छ त यहाँ तल चार्जिङ स्टेसन। गाइड्सहरू रमाइलो रहेछ त हाम्रो राम्रो हो। गाडी त कति छ। थ्याङ्क यू। वेलकम भयो त खत्रै हामीलाई यस्तो फुल खत्रै फुलले वेलकम भयो त। खाने हो के राखिदिनुहोस् न मै खाना छ हामीहरू। त्यो यहीँ हाल्यो बल्ल छोडिदिएर मिठो होला है मैले मिठो भइहाल्छ नि, चिसोमा यस्तो दामी हुन्छ। हस् थ्याङ्क यू। राइसँग तपाईँ आउनुभन्दा 5 मिनट अगाडि आएको राइसँग फर्स्टमा हिँडे भन्छ। यो स्विमिङ पुल गर्मीमा यस्तो स्विमिङ पुल। अनि यो चाहिँ सिन्धुली जाने बाटो हो।
छौँ। हामी यात्राको सुरुवात गरेका छौँ। यो एकदम स्पार्क कारले नै आयोजना गरेका छ भनौँ न। त्यो हिसाबले सजिलो कम्फर्ट अनि त्यसमाथि BYD को गाडी छ। अब अहिलेसम्म एकदम कम्फर्टेबल सुरुवात भएको छ र आशा छ हामी एकदम कम्फर्टेबल र रोमाञ्चक हिसाबले यात्रा अगाडि बढाउँछौँ र फर्किँदासम्ममा हामीलाई चाहिँ अर्को के हुन्छ भने नेक्स्ट रोल प्राप्त हुन्छ भन्ने आशा छ। श्री कस्तो लागिरहेछ अहिलेसम्म? अहिलेसम्म रमाइलो लागिरहेछ। बाटो अलिकति बन्दै छ तैपनि गाडी अलिकति सहज भएको हुनाले हामीलाई त्यति धेरै गाह्रो भएको छैन। BYD को गाडीमा अलिकति कम्फर्टै फिल भइरहेछ र यताको यात्रा भनेको मेरो चाहिँ फर्स्ट टाइम हो। यता नदेखेको ठाउँ नबुझेको ठाउँमा जाँदैछु। सगरमाथा भन्ने बित्तिकै त्यसै नै उत्साहित भइहालिन्छ। अब सगरमाथाको नमस्कार बा। हाम्रो बाटो नमस्ते। अतिथिज्यूहरूलाई हामीले स्वागतको कार्यक्रम राखेका छौँ। यहाँ अगाडि लामबद्ध रूपमा हामी तपाईँहरूलाई स्वागत गर्न पुगेका छौँ। अतिथिज्यूहरू लामबद्ध रूपमा अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दै रुम्जाटारको लोकल सेल। थ्याङ्क यू। नमस्कार। तपाईँ यता पनि ध्यान एउटा फिल्म चाहिँ रुम्जाटारमा पनि ओखलढुङ्गा जिल्लामा पनि सुट गरिदिनु भयो भने धेरै राम्रो रुम्जाटारको सेल। एउटा हिरोइन खोज्नुहोस् है। यहाँ भटमास्टर गुन्द्रुक सादेको त्यसपछि हाम्रो के छ गहत हो यो। ओके त्यसपछि अचार छ लोकल आलु हाम्रो सबैको प्यारो अचार अनि फेरि गुन्द्रुकको अचार छ। यहाँ हाम्रो नेपाली लोकल यहाँ मकै भटमास रुम्जाटारको स्पेसल मकै भटमास अनि यो रुम्जाटारको लोकल भैँसीको मही है लोकल भैँसीको मही छ। लास्टमा हाम्रो सबैको प्यारो लोकल सेलरोटी हेर्दै खाउँ लागिरहेको छ है। अहिले खान्छु ल। अहिले एकैछिनमा सबैजना मिलेर खान्छु ल। थ्याङ्क यू। स्वागत कार्यक्रम रहेको छ होइन। गेटवे टु एभरेस्ट हार्दिक स्वागत गर्ने माने भन्ज्याङ गाउँपालिका माने भन्ज्याङ ओखलढुङ्गा। हामी डेस्टिनेसनमा आइपुगेको छौँ। पातले गौरी टप कुन ठाउँ? यता अगाडि छ। कता के अरे त्यहाँ खोला छ नि के अरे पढ्छ नि त्यहाँ पढ्नेर कतिजना हुन्छ अनि नाम चाहिँ दुईजनाको मात्रै भन्नुभयो अनि This is the entrance of tent. आज हामी बस्ने यही टेन्ट हो। यसो नम्बरहरू सेलेक्ट गरिदिएको छ सबैको। सबै यसो राखेको छ टेन्ट 2 मेम्बर्स। लाइभ भइरहेको छ यहाँ। विवाहित मान्छेलाई यस्तो विषयमा चाहिँ श्रीमतीसँग सोध्नुपर्छ। खानेको व्यवस्था रहेछ यहाँ। सबैजना खाइरहेको छन्।
यहाँ क्याम्प फायर भइरहेको छ। के छ दिपा? के खाइरहेको? This is our snacks. कहाँबाट ल्यायो स्न्याक्स? स्न्याक्स कहाँबाट ल्यायो? यो गुन्द्रुक हो, लोकलै हो। कार्यक्रम भइरहेको छ यहाँ हाम्रो किचन। Guys, good morning from Solukhumbu, Gauritab, Nepal. सनराइज भइरहेछ यहाँ, सबैजना सनराइज हेर्न आइरहेको छ। एउटा रेन्ज देखिन्छ अब। गाडीहरू हाम्रो सबै आइरहेको छ यसरी स्टिकर तालेर। सबै बिवाडीको गाडीहरू छ हाम्रो। इन रुट टु सोलुखुम्बु बिवाडी। स्पार्क कार। लास्ट कस्तो लागिरहेछ भनिदेऊ त। एकदम रमाइलो भइरहेछ। रमाइलो भइरहेछ निन्द्रा अलिक पुगेको छैन हैन चस्मा लगाउन। हो कस्तो भयो त टेन्टमा अनुभव? फर्स्ट टाइम हो मेरो। एकदम रमाइलो भयो। निन्द्रा चाहिँ लाग्यो। निन्द्रा चाहिँ लाग्यो? ल ठिक छ। कस्तो भयो दिपालाई चाहिँ? एकदमै रमाइलो, अहिले पनि एकदमै रमाइलो लागिरहेछ। हिजो हामी राति आइपुग्यौँ सायद 10:30-11 बजीतिर। अनि लाइक मेरो पनि टेन्टको एक्सपिरियन्स चाहिँ फर्स्ट टाइम हो अनि इट वाज रियली अमेजिङ। हजुरलाई अहिले अब कस्तो लागिरहेको छ त्यसो भनिदिनुहोस् न। हजुर पहिला आउनु भएको थियो कि थिएन यो ठाउँमा? अब यहाँ रुम चाहिँ चाहिँ आएको होइन। हजुर होइन हजुर। तर माथि पातले माथि सोलु भनौँ न। हजुर। अब खुम्बु पनि गएकै हो, तल्लो सोलु पनि घुमेकै हो। पहिला 1 महिना बसेर गएको यहाँ। ए अनि त्योभन्दा अगाडि अब अर्को माथि खुम्बुको कुरा गर्ने हो भने चाहिँ हजुर खुम्बु चाहिँ अब म कति 4-5 चोटि पुगिसकेँ एभरेस्ट क्लाइम गर्दाखेरि। त्योभन्दा अगाडि 2003मा हामीले नाम्ची बजारमा सो गरेको। हजुर। अनि योपालि अब मे 29 मा नै हाम्रो नाम्ची बजारमा ब्यान्डको कन्सर्ट छ। अनि यो ठाउँसँग मेरो एकदम गहिरो। कहिले हो कन्सर्ट चाहिँ? मे 29। मे 29 मा नाम्ची बजारमा? नाम्ची बजारमा चाहिँ एभरेस्ट डे हो। अनि प्लस हाम्रो नाम्ची युथको चाहिँ सिल्भर जुब्ली पनि हो। हजुर। अनि अब यो भनौँ न जति पनि क्लाइम्बरहरू छ सबैजनाको एउटा समिट पनि हो त्यहाँ। सो म पनि एउटा क्लाइम्बर भएको हुनाले हामी यसको लागि जाँदैछौँ। हजुर। अनि सबै साउन्डहरू सबै त्यही यहीँ जस्तै आउँछ। हजुर। र यो जतिको अलिकति ल्याउनु सक्दैन किनभने टाढा पनि भयो। हजुर। यहाँबाट अझै कति छ नाम्ची बजार? यहाँबाट हिँडेर गयो भने त लाग्छ नि भाइ। यहाँबाट तपाईँको आज हिँड्यो भने हजुर तपाईँ उसमा पुग्नुहुन्छ, लुक्ला पुग्नुहुन्छ। हजुर। त्यसपछि हिँडेर 2 दिनमा माथि नाम्ची बजार। तर अब हामी चाहिँ कसरी जान्छौँ? हामी पछि लुक्ला जान्छौँ। हजुर। उता काठमाडौँबाट लुक्ला फ्लाइटमा यहाँबाट पनि हुन्छ लुक्लाका। अनि यहाँबाट 10 मिनट जस्तोमा पुग्छ होला। 10 मिनट जस्तोमा यो प्लेन यताबाट। किन यो माने हो कि यसरी पुग्नुपर्छ। यो के अरे यहाँबाट पनि 10 मिनट जस्तो पुग्छ भाइ प्लेन त। 10 मिनट। हेलीमा गयो भने 10-12 मिनट पुग्छ होला यहाँबाट। यो तपाईँहरू पनि हेलीमै जानुहुन्छ? हामी चाहिँ अब त्यतिखेर अलिक वेदर अलिक बिग्रेको हुन्छ। सो हेरौँ के हुन्छ। अब बिहानै जानुहुन्छ होइन? सबै बिहानै जाने। हजुर।
त्यहाँबाट हाइक गर्ने 2 दिन खासै अब हिँड्ने भने चाहिँ कसेर गयो भने 1 दिनमै पुग्छ तर त्यो एकदमै गाह्रो हुन्छ नि त अनि मेन कुरो चाहिँ अब त्यो पनि 3800 मिटर हो नि त अनि त्यो एक्सर्साइज गर्दै गएन भने हामी अब यहाँ सी लेभल जस्तै सी लेभल त नभने हामी काठमाडौँको 1400 बाटो जाँदाखेरि अब मेबी आइलाग्ने सम्भावना हुन्छ हजुर अनि बडीलाई पनि अब अलिक साह्रो हुन्छ सबैको बडीमा अब सबैलाई लाग्ला भन्ने त हुँदैन तर म आफ्नो उसको लागि अनि जाने त्यसरी नै हो कि सो हामी 26 मा जान्छौँ 26 लोकलाबाट अलिक माथि गएर बस्छौँ 26 27 मा हामी माथि नाम्चे बजार 28 मा माथि डाँडामा गएर अब एक्टिभाइज जस्तो माथि भ्यू पोइन्ट भन्ने छ त्यहाँ जाने एक्टिभाइज गर्ने आउने नाम्चीमा नि 28 मा 29 मा 29 मा 30 मा चाहिँ अनि फर्किने मेको हजुर यहाँ अब राजु सरको फ्यानहरूको फोटो खिच्दै हुनुहुन्छ राजु दाईको फ्यानहरूले फोटो खिच्दै हुनुहुन्छ होइन त नमस्ते 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 जारी छ त्यसै गरी हामीसँग भव्य स्वागत भइरहेको छ हामी दिदीलाई स्वागत गर्न चाहन्छौँ त्यसै गरी हामीसँग विशिष्ट व्यक्तित्व सन्तोष हामी एकछिन धन्यवाद धन्यवाद संसारलाई चिनाउने गाइजहरु हामी गुम्बा आइपुगेको छौँ हैन गुम्जाटार बुद्धिस्ट मोनास्ट्री ल गुम्बा सबैजना आइरहेको हुन्छ उहाँहरु हैन के छ बरगास बिजोग छ हामीलाई चाँडै आयो त तिमी पछाडि थिए होइन गुम्बा गुम्बा राजेशजीको बोल्नु भइरहेको छ धन्यवाद हामीहरू यो गुम्बा
Bye.